यहाँ आइपुगिसक्यो है के भन्छ मैती देवीमा र जाँदैछौँ उता ठमेल साइडमा यहाँको गर्नको लागि है। हाम्रो ब्रो पनि हुनुहुन्छ यहाँ ब्रो मेरो चाहिँ दाइ हो त्यो होस् है। अनि दुईजना जाँदैछौँ। हेर म उता पुगिसकेपछि आज चाहिँ कतिको हान्न सकिएको रहेछ यहाँको ट्रिपहरू। मिनिमम पनि 14वटा त हान्नुपर्छ आज, किनकि आज धेरै हुन्छ नि त। शुक्रबार धेरै आउँछ, त्यही भएर ट्राई गर्छु 18वटा हान्ने। भएन भने मिनिमम म त 14वटा हान्छु। अब यस्तै कति हान्दो रहेछ हेरौँ। यसै नै मैले भनिसकेको छ मिनिमम पनि 14वटा हान भनेर। देन हामी दुईजना जाँदैछौँ खाना खाएर। अब बेलुका चाहिँ कतिको हान्दो रहेछ प्रुफ चाहिँ तपाईँहरूले देखाउनेछु। एन्ड च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। एन्ड आज चाहिँ धेरै पानी परिरहेको थियो कि झन्नै पानी परेर चाहिँ लगभग 3 घन्टादेखि 4 घन्टासम्म चाहिँ पानी परिरहेको थियो। अहिले पनि पानी परिरहेको थियो हेर्नुहोस् न पुरै। यस्तो पानीभित्रमा पनि काम गरिरहेको थियो कि हामी। भनेपछि कतिको चाहिँ सक्रिय भएर काम गर्छ होला त। 7:30 भइसकेको छ। 14वटा मात्र अर्डर कम्प्लिट भएछ है। यस्तो हाँसो लागिरहेछ। आजको दिन सबैभन्दा धेरै अर्डर आउने दिन 18वटा हान्नुपर्ने भने खै के भयो यस्तो गरेर। बाँकीको चाहिँ एकजना हाम्रो सर यहाँ हुनुहुन्छ 8वटा कम्प्लिट गरेछ। अनि अब चाहिँ घरमा जान लाग्यो है। त्यही हो, अब 7:30 8 भइसकेपछि घर जानुपर्ने हुन्छ। भोलि बिहान चाँडो उठ्नुपर्ने हुन्छ। भोलि छुट्टी त छुट्टी छ मेरो क्लास भए पनि अब टाइमिङ हेर्नु पऱ्यो नि त। त्यही भएर चाहिँ अब यति नै आजको लागि चाहिँ। बाँकीको भिडियोमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस् भन्दा अहिलेको लागि यति नै। मिल्नेछौँ नेक्स्ट भिडियोमा। बाई।